यदि तपाईँ पनि कन्टेन्ट क्रिएटर हुनुहुन्छ र तपाईँ पनि युट्युब, फेसबुकमा कन्टेन्ट बनाउनुहुन्छ भने तपाईँले धेरै जस्तो क्रिएटर या त ठुल्ठुलो क्रिएटर या त सानो-सानो क्रिएटरले टिप्स एन्ड ट्रिक्स दिइरहेको हुन्छ कि तपाईँले यो सेटिङ अन गर्नुहोस्, तपाईँको भ्युज बढेर जान्छ, फलोवर बढेर जान्छ। के त्यो टेक्निकली सम्भव छ त? सो वेलकम ब्याक टु माई च्यानल अन द टपिक रिलेटेड टु हाउ सोसल मिडिया वर्क्स। सो सोसल मिडिया प्लेटफर्म युट्युब, फेसबुकहरू तपाईँले देखिरहनु भएको हुन्छ होला र यो कसरी वर्क गर्छ भन्ने तपाईँहरूकोमा क्वेसन छ होला। सो बेसिकली यो सोसल मिडिया प्लेटफर्म कसरी वर्क गर्छ भन्नुभन्दा अगाडि यो प्लेटफर्म चाहिँ के हो भन्नु एकदमै आवश्यक छ। सो बेसिकली यो सोसल मिडिया प्लेटफर्महरू तपाईँले हेर्नुभयो भने एउटा सिस्टम सफ्टवेयर हो र सफ्टवेयर भनेको दुईवटा टाइप अफ हुन्छ। एउटा हुन्छ एप्लिकेसन सफ्टवेयर, एउटा हुन्छ सिस्टम सफ्टवेयर। र सिस्टम सफ्टवेयर भनेको जस्तै माइक्रोसफ्ट एन्ड्रोइडहरू भयो यो सिस्टम सफ्टवेयर र एप्लिकेसन सफ्टवेयर चाहिँ सोसल मिडिया प्लेटफर्महरू र जस्तै युट्युब, फेसबुक या त कुनै पनि एप्लिकेसनलाई हामी एप्लिकेसन सफ्टवेयर भनिन्छ। र यो प्लेटफर्म चाहिँ कसरी बनिन्छ र यो सफ्टवेयर चाहिँ कसरी बनिन्छ भन्नुपर्दाखेरि फर्स्ट अफ अल हामीले हेर्नुपर्ने भयो भने सफ्टवेयर डेभलपमेन्ट लाइफ साइकल हेर्नुपर्ने हुन्छ। सफ्टवेयर डेभलपमेन्ट लाइफ साइकलमा हेर्नु भयो भने वान अफ द फर्स्ट फेज भनेको रिक्वायरमेन्ट एनालाइसिस र रिक्वायरमेन्ट एनालाइसिसमा तपाईँको रिक्वायरमेन्ट के छ जस्तै युट्युब, फेसबुकको हेर्नुभयो भने एउटा लगइन हुन्छ। लगइन भएर साइन अप फोटो हाल्नु सक्ने जुन चाहिँ फोटो हाल्नु सक्ने त्यो क्यापेबिलिटी साथसाथै फोटो हाल्नु सक्ने फङ्सनहरू भयो, त्यस्तोहरू क्यापेबिलिटी बनाएर तपाईँको रिक्वायरमेन्ट के छ, रिक्वायरमेन्टलाई ग्यादर गरेर त्यो फेजमा चाहिँ रिक्वायरमेन्ट ग्यादर गर्छ। सेकेन्ड फेज भनेको डिजाइन हुन्छ र डिजाइन फेजमा चाहिँ तपाईँले सफ्टवेयरको जति पनि रिक्वायरमेन्ट चाहिएको छ, तपाईँले त्यो ग्यादर गरेको त्यो डकुमेन्टलाई लिएर चाहिँ तपाईँले डिजाइन बनाउनुहुन्छ। डिजाइन भनेको चाहिँ तपाईँको सफ्टवेयर कस्तो देख्छ, तपाईँले अब युजर इन्टरफेस कस्तो देख्छ बाहिरबाट हेर्दाखेरि जस्तै हामी फेसबुकको हेर्दाखेरि तपाईँको लगइन बटन हुन्छ, तपाईँको फोटो हुन्छ, लाइक गर्ने जुन चाहिँ उयो हुन्छ लाइक कमेन्टहरू जति पनि हुन्छ त्यो डिजाइन फेजमा चाहिँ तपाईँले त्यो ओभरअल सफ्टवेयर कस्तो देख्छ भन्ने चाहिँ त्यो डिजाइन गर्छ। सो नेक्स्ट फेज भनेको चाहिँ कोडिङ फेज हुन्छ र कोडिङ फेजमा चाहिँ तपाईँले मल्टिपल ल्याङ्ग्वेज या त ल्याङ्ग्वेज युज गरेर चाहिँ तपाईँले कोडिङ गर्नुहुन्छ र कम्प्युटरले चाहिँ अब हामीले जुन चाहिँ अब हिन्दी, नेपाली ल्याङ्ग्वेज बुझ्नु सक्दैन, तर त्यसको लागि चाहिँ स्पेसिफिक प्रोग्रामिङ ल्याङ्ग्वेज युज गर्नुहुन्छ जस्तै जाभा, पाइथन, नोट.जेएस, रिएक्ट.जेएस जस्तो प्रोग्रामिङ ल्याङ्ग्वेजहरू हामी युज गरेर त्यसमा कोडिङ गर्छौँ र कोडिङ गर्दाखेरि मल्टिपल मोडुलहरू साथसाथै एआई एल्गोरिदमहरू मल्टिपल युज गरेर हामी कोडिङ गरेर एउटा सफ्टवेयर या त एप्लिकेसन बनाउँछौँ। र नेक्स्ट फेज भनेको कोडिङ बादमा आउने फेज भनेको डिप्लोइमेन्ट हुन्छ र डिप्लोइमेन्टमा चाहिँ हामीले स्पेसिफिक प्रोग्रामिङ गरेर जुन चाहिँ हामी सफ्टवेयर या त एप्लिकेसन बनाउँछौँ त्यसलाई चाहिँ लन्च गर्छौँ। युजरले पनि चलाउन सकोस् जस्तै प्ले स्टोरमा अपलोड गर्यो, साथसाथै अब वेबसाइट हो भने त्यसको होस्टिङ गर्ने मल्टिपल प्लेटफर्महरू छ जस्तै होस्टिङ घरदेखि लिएर तपाईँको त्यस्तो प्लेटफर्ममा हामी होस्ट गर्छौँ र होस्टिङ गरेर चाहिँ युजरले पनि तपाईँ जस्तो अब एउटा युजरले पनि युज गर्न सक्छ त्यो एप या त वेबसाइटलाई। सो नेक्स्ट फेज भनेको चाहिँ तपाईँको मेन्टेनेन्स फेज आउँछ र मेन्टेनेन्स फेजमा चाहिँ तपाईँले अलरेडी डिप्लोय गरेको सफ्टवेयर र अलरेडी बनिएको सफ्टवेयर या त एप्लिकेसनलाई तपाईँले नयाँ अपडेट गर्नु, नयाँ अपडेट फिचरहरू एड गर्नु, साथसाथै केही बगहरू, केही प्रब्लमहरू आयो भने त्यसलाई सल्भ गर्नु चाहिँ यो मेन्टेनेन्स फेजमा सल्भ हुन्छ। र जति पनि सफ्टवेयरहरू साथसाथै सोसियल मिडिया प्लेटफर्महरू पनि यसरी नै यही सफ्टवेयर डेभलपमेन्ट फेजबाटै बनिएको हुन्छ र यही प्रोसेसले बनिएको हुन्छ र जति पनि त्यो नयाँ फिचरहरू चाहिँ यो मेन्टेनेन्स फेजमा एड हुन्छ र यसरी एउटा सफ्टवेयर या त एप्लिकेसन बनिन्छ। र आई होप हजुरहरूलाई पनि मन पर्यो होला भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर गरिदिनु नभुल्नु होला। र तपाईँलाई कुन चाहिँ विषयमा भिडियो चाहिएको छ र कुन चाहिँ विषयमा तपाईँलाई जान्नु इच्छुक हुनुहुन्छ तपाईँले कमेन्ट गरिदिनुहोस्। सो थ्याङ्क यू।